नमस्कार हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आज मैले मटर पनिरको तरकारी बनाउन गइरहेको छु। ल सुरु गरौँ है त। सुरुमा मैले भाँडा बसालेँ। यो भाँडा तातिसकेको छ। अब म यसमा तेल हाल्छु। ओके, तेल हालेँ। यो भाँडा यो तेल तातिसकेको छ। अब यसमा मैले जिरा हाल्छु। जिरा हालेँ। अब यो जिरा रेडी भइसकेको छ। यसमा मैले खुर्सानी हालेँ। अब यसमा काजु हाल्छु। यो काजु अलिकति रातो रातो भएपछि यसमा टमाटर हाल्छु। मैले 3टा जति टमाटो काटेको छु। 3टा टमाटर हाल्छु। यसलाई एकछिन फ्राई गर्ने। यो टमाटो अलिक नगलुन्जेलसम्म एकछिन फ्राई गर्नुपर्छ यसलाई। यसमा स्वाद अनुसार नुन हाल्न सक्नुहुन्छ। यसमा मैले अब बेसार हाल्छु। अब यो टमाटो रेडी भयो, यो गल्यो। अब यसलाई मैले मिक्सरमा मिक्स गर्छु सबै। अघिको टमाटो मैले मिक्स गरेँ। मिक्स गरेपछि यस्तो देखिन्छ। अब मैले यसलाई त्यो अघि टमाटो बनाएकै भाँडोमा यसमा हाल्छु र एकछिन पकाउँछु। अब मैले एकछिन यो फ्राई गर्छु। एकछिन यसलाई फ्राई गर्नुपर्छ। अनि यो अब यो मसला रेडी हुन थाल्यो। यसमा म अलिकति अदुवा राखेर मिक्स गर्छु। अब यो मसला रेडी भयो। अब यसमा मैले यो हरियो केराउ राखेर एकछिन फ्राई गर्छु। अब यसमा मैले मसला हाल्छु। यो सब्जी पाउडर, यो जिरा धनियाँको मसला, यसमा मैले अब थोरै चिली पाउडर पनि राख्छु। राखेर एकछिन फ्राई गर्छु। अब यो मटर पनि रेडी भयो। यसमा पनिर राख्छु मैले। अघि मैले फ्राई गरेर राखेको पनिर छ। अनि यसलाई एकछिन फ्राई गर्छु। अब यसमा मैले अलिकति पानी राख्छु। अब यसमा मैले थोरै कसुरी मेथी राख्छु। अनि अलिकति धनियाँ, मिक्स गर्छु। यसमा मैले अब थोरै क्रिम राख्छु। यो मटर पनिरको तरकारी चाहिँ अब रेडी भयो। यो हाम्रो मटर पनिरको तरकारी चाहिँ रेडी भएको छ। यसमा चाहिँ मैले लसुन प्याज केही पनि राखेको छैन। हजुरहरूले पनि यसै गरी बनाएर घरमा